रोल्पाका डाँडा काँडाका भ्यूहरू हेर्नुहोस्, रफ्तार हेर्नुहोस्, बाटो हेर्नुहोस्, यसो यो मौसम हेर्नुहोस्। यो वसन्त ऋतुको आगमन हुँदै गरेको यो मौसम यति रमाइलो, यति आनन्द छ कि तपाईँले त्यो कुरै छोड्नुहोस् है। मैले के भने त्यो आफै राम्ररी बुझ्ने, थाहै होला नि मेरो बानी फेरि। त्यही भएर यस्तो बाटोमा अलि जोगाएर हिँड्ने। त्यो चाहिँ हाम्रो उता घर त्याउतिर जाने बाटो हो हजुर, हेर्नुहोस् होइन। त्यो बाटो चाहिँ यसले बहुत झलक दिइरहेछ तपाईँ। हामी अहिले माथि दारबोट पुगेपछि थाहा हुन्छ, चिया चिसो खाएपछि हामी उतैतिर घुम्न पनि सक्छौँ। एक बारको जिन्दगीमा रिङ्नुपर्छ, घुम्नुपर्छ। तर घरदेखि जाने कि नजाने भन्ने अलिक कन्फ्युज भइरहेछ है। ल साथीहरू, फेरि अर्को भ्लग भिडियोमा भेटौँला। आजलाई म यति नै गर्न चाहेँ। लाइक, कमेन्ट अनि सब्सक्राइब दिन नभुल्नु होला है। मैले अब धेरै बोल्न चाहेन, बोलेर पनि के गर्नु र हजुर। हेर्नुहोस् पहाड यस्तो राम्रो छ, यस्तो मजाको भ्यू आएको छ होइन। मैले केही चाहेन अरू त, तर घुम्न त धेरै मन छ। तर उता कामले गर्दा तनाव भएको छ। खासमा 20,000 भए त कुरै सल्टिजान्थ्यो, यतै बसिजान्थ्यो। जे गर्छ पैसाले गर्छ हजुर। हेर्नुहोस् डाँडा पाडा होइन कि डाँडा काँडा हजुर। अलिकति बोल्दाखेरि है गडबडी भइहाल्छ, के गर्नु।